मेरो अगाडि पर्यो भने म 3 इन्ची सार्ने गरी भेडाहरू घर फर्किन थाले। गोठमै पाठापाठी छोडेर आएका आमाहरू चाहिँ अलि हतारमा थिए। एउटा केटीमा भुलिरहेछ एमाले। कञ्चन केवल कञ्चन केवल सुल्बे भने बुझ्नुभयो। आउने आउँछन् नआउने आउँदैनन्। हामी अगाडि बढ्यौं। रेलगाडी छुटिसक्यो। जो चढ्छ नचढ्ने छुट्छ। ए बाबा चोरले लगेर फलान ठाउँमा राखेछ भन्दा मलाई लगेर थुन हो तेरीमा टोक्ने। हामीले चाह्यो भने महेश बस्नेतलाई नि ठेगान लगाइदिन्छौ। हामीले चाह्यो भने मैले चाहे भने त्यो उसको घर कहाँ रे गुन्डुबाट उठाएर ल्याउँछु ल। गुन्डुबाट उठाएर ल्याउन सक्ने तागत छ मसँग। सक्छौ दम छ भने केपी प्रचण्ड शेरबहादुर माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख। पहिल्यै त अब के भन्नु त्यो रातभरि चोर्न हिँडे जस्तो अनुहार नि त्यो रातभरि चोर्न हिँडेर नपाए जस्तो बिहान बिग्रेको अनिदो अनुहार त्यो एउटा बाहुन छ क्या यो बाबुराम भन्ने डक्टरले गरेको बाहुन नि क्यार 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या। उयो तलको सेतो देख्नु भएको छ त्यो हाइड्रो पावर हो हाम्रो गाउँको हाइड्रो पावर के त्यो तलको सेतो। दुर्गाप्रसादले 15 दिन बन्द गर भनेछ नि त। दुर्गाप्रसाद यो मैले बोले होइन मेरो भाइ यो 15 दिन बन्द गर्न सक्छ। यो 1 दिन सक्दैन 15 दिन त हामी 1 दिन पनि बन्द गर्दैन। 1 महिना गर्ने के को 15 दिन गर्ने 1 महिना केटाहरु सनस्क्रिन लगाएको रे गए गए त ए आमै यति त जे हाम्रो हेरौँ न यहाँ छन् यामा। झापाका एक युवाले जापानी भाषा भन्दै 34 जनालाई तामाङ भाषा सिकाएर फरार भएका छन्। दूध खानु चाहिँ खानुहुन्न? कसको खानु चाहिँ किन भैँसीको दुध गाईको दुध? खाँदिन नि हौ कहाँको दुध खान्छौ केटाकेटी हो र दुध खानलाई। लाम खुट्टेको मासु खाएको छौ? नाइ दामी हुन्छ यार। गलेको गाँड जस्तो भएर हिँडेछ के पिउली 20 लाख भारतीयहरू हिँडिसके आउँछन् त तर केपी शर्मा ओली यस्तो एउटा नेता हो नि 14 वर्ष परिवर्तनलाई जेल बसेको नेता हो नि त। हाम्रो हजुरबुवा मारेर बसेको हो ज्यान मुद्दामा। कठोर जीवन हुने जेलमा बिताउनु कठोर त ज्यान मारेर लायो त्यहाँबाट चाहिँ ज्यान अर्काको ज्यान मारेपछि कठोर हुँदैन। कसरी कठोर तरिकाले मारे थियो धर्मप्रसाद ढकाललाई तँलाई रहेछ 128 टुक्रा पारेको थियो। त्यो 128 टुक्रा पार्दाखेरि समथिङ यी बिर्दामठका लुइटेल मरे 2 वर्ष जति भयो। ती लुइटेलले मासु टिपेर बोरामा हालेको ती मान्छेले अब त्यतिखेर पन्जा थिएन हातले टिपेर हालेको जीवनभरि चन्चाले भात खाएर मरे ती मान्छे। 34 वर्ष कसका भेडा चढाउन गएको थियो महेश बस्नेत कसको भेडा चढाउन गएको थियो केपी ओली 34 वर्ष सुन जनता यसरी मर्दाखेरि। बालेनको चस्मा कस्तो थियो बालेन पिसा फेर्न जानुभयो भनेर आउँथ्यो समाचार। सुशीला कार्की देख्नुभयो होइन बसेर पिसा फेरेर उठ्न सक्दिनन् के को देश चलाउनु। एउटा कुरो बुझ्नु सुशीला कार्की आफै कसेर पिसा फेरेर उठ्न सक्दिन अर्काले उठाइदिनुपर्छ। अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छ त्यही केपीले गराइहाल्थ्यो नि चुनाव। एनसीको माग पुरा होला नि यिनीहरूले भ्रष्टाचारीलाई थुन्न सके म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए। भारतबाट चाहिँ युवाहरू लिएर आएर तपाईले आन्दोलन गर्दै हुनुहुन्छ अरे भने चाहिँ तपाईलाई एकदमै ठुलो युवाले नेपाली नै 50 लाख भारत गएर यो सरकारले रोजगारी दिँदैन यो सरकारले सुरक्षा दिँदैन यो सरकारले बस्न खान दिँदैन यो सरकारले भएका गरिबका घर जग्गा जमिन लिलाम गर्छ। तिनै गरिबहरू आज भारतमा गएका छन् त्यो फर्केर आउँछन् देश जोगाउन। त्यो नेपालीहरू आउँछन् कुन चाहिँ भारतीय आउँछ र यहाँ नेपाली आउँछन्। मङ्सिर 7 गते मैले भने नि तेल चामल केही राखेर तपाईहरु बस्नुहोस् यो तपाईहरुको देश जोगाउने अभियान हो आन्दोलन हो र म तपाईहरुलाई भन्दैछु यो अभियान सफल भएन भने म तपाईलाई भन्दिउ यो हाम्रो आन्दोलन सफल भएन भने 50 लाख मान्छेले अबको 1 वर्षमा देश छोड्छन्।
दाइ हामी मरेको दिन त साउहरू पनि धुरुधुरु हुन्छन् होला नि आफ्नो पैसा सम्झेर फेरि ऋण काट्नु पर्यो म त मैले सुनेको समस्याबाटै समस्याको हल पाउन सकिन्छ जस्तै ऋण काटेर पनि ऋण बुझाउन सकिन्छ हामीले ऋण काट्न बिर्सेको बाँकी को छ र अझै ज्यानजीहरू भोक लागेपछि संसद भवनभित्र छिरेर अम्बा खाँदै सिंगल गाइज बिना मेडिकेट बिना वाल बोया गाइज बोया ये देख सकते हैं ये भाई साहब लोग जो है इसी में मजा कर रहा है देखिए हाँ देखिए ऐसे लोग सुंदर लोग जो है रास्ते में मिलते रहते हैं जति जहाजमा सरर जनता सबै देशै सकायो ए भ्रष्टाचारले के छ खबर New traffic. यो पृथ्वी गोलो छ त्यो सबलाई थाहा छ भाइ के भयो अरे तेरो के भयो अरे भाग्य परिवर्तन गर्न भनेर मन्दिर आएको चप्पललाई परिवर्तन सोचे जस्तो केही हुँदैन के सोचेको के भयो खालि यस्तै हुन्छ तिमीहरूलाई भोलिदेखि इक्जाम छ कसको छोरा छोरीहरू यस्तो हुन्छ इक्जाम छ भागेर आएर खोलामा खेलेर राँगाको छोरा छोरी हो कि के को छोरा छोरी हो डडेलधुरामा नि भिरमा हग्ने मान्छे आएर चाहिँ प्रधानमन्त्री बनिएको छ श्रृङ्खला खतिवटालाई त्योभन्दा बढी के गरेको थियो अरबपति खरबपतिकी छोरी हुन् हेलिकप्टरबाट स्कुल पुर्याउने गरेको थियो अस्तिको आन्दोलनले खड्गप्रसाद ओली प्रचण्डहरू शेरबहादुरहरू सबैलाई बढाएर नि अबको आन्दोलनले यी पश्चिमाका तस्करहरूलाई बढाएर छ घरमा आगो लगाउने पानी घरमा आगो लगाउनु त उनीहरूले सिकाए अर्का घरमा आगो लगाउँदा आफ्नो पनि लाग्छ भन्ने कुरो बुझ्नुपर्छ कि पर्दैन मलाई भात पकाउने मान्छे पनि मैले पाउँछु क्या चाहे भने स्थानीय सरकार प्रमुख हो सानो मान्छे होइन 2-3 अर्बको सम्पत्ति जोडिदिएको छु अनि 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ म प्रधानमन्त्री भएको थिएँ भने नि म त्यो राष्ट्रपति उपराष्ट्रपतिलाई जम्मैलाई घोक्रे ढ्याक लगाएर खाँदेर यी जम्मै नेतालाई डोरीले पाटा फर्काएर बाँधेर चाहिँ लिएर हिँडाएर चाहिँ लिएर जान्थे आर्जु देउपा सभापति हुन्छन् भनेको बेलैमा अब जम्मै कुटै खाएर सकियो सोधेको के हो राजीनामा भनेको के हो पुस्ता भनेको यो नो थाहा छ ओ राजनीतिमा पनि कुनै पुस्ता भन्ने हुन्छ if you have any dream to achieve you are young if you don't have any dream to achieve you are not young
देशका भ्रष्टाचारका सम्पूर्ण फाइलहरू खुलेरै छाड्छु, नत्र म राजीनामा गरिएर हिँड्छु र यो राजनीतिबाट राजीनामा दिएर हिँड्छु। मेरो लाइसेन्स भएको हतियार लगेर छानबिन गर्दै हुनुहुन्छ तपाईँ, के घण्टाको छानबिन गर्नुहुन्छ? मेरो त सिधै च्यालेन्ज छ केपी ओलीलाई, प्रचण्डलाई, शेरबहादुर देउपा, आरजु देउपालाई। मेरो सिधै च्यालेन्ज छ, तिमीहरूसँग कहाँ खेल्ने हो खेलौँ, रिङ कोरेर खेलौँ, रिङ कोरेर खेलौँ। कस्तो छ हजुर? प्लेयर हुनुहुन्थ्यो कि सोझो क्याटेगोरीमा पर्नुहुन्थ्यो कि कस्तो चाहिँ हुनुहुन्थ्यो? मलाई केटीहरूले लभ गरेको थिएँ, मैले लभ। हामी त बोलेको छैनौँ हामी लडाइँ गर्न जान्छौँ, हाम्रा चाहिँ नि कार्यकर्तालाई हामीले त्यहाँ गएर कुट भनेको छैनौँ नि। हाम्राले त के भन्दैछन् भने फनिया लगाएर देखाइदिने भन्दैछ। सत्य त कुरो। तपाईँले 700 करोड लोन लिनु भएको छ। 700 करोड लोन लिनुलाई तपाईँलाई थाहा छ कति करोडको प्रपर्टी सो गर्नु छ? चाहिँदैन। म गएर उभिँदाखेरि ब्याङ्कले लोन दिन्छ। गोली चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन, जे भयो पनि फिल हुँदैन, राजै बनाइदियो भने फिल हुँदैन। मन्त्री भइसकेपछि भेट्न चाहिँ कस्तो कस्तो मान्छे आउनुहुँदैछ? सबै राम्रो। अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो। कम्बोडियामा 32,000 करोड, 21,000 करोड डलर, स्विस ब्याङ्कमा यति हजार। तपाईँहरू त हेर्न जान सक्नुहुन्न। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छ। आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ र स्याउ अब के अरे महावीर पुन दाई भन्नु। 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईँलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन, जे भयो पनि फिल हुँदैन, राजै बनाइदियो भने फिल हुँदैन है। राष्ट्रपति बनाइदिए पनि, प्रधानमन्त्री बनाइदिए पनि, एउटा के अरे साधारण चाहिँ लेबर बनाइदियो भने मलाई केही फिल हुँदैन। मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु म। होइन, व्यवहारिक ज्ञान तपाईँसँग धेरै छ क्या, मैले चिनेको। काम गर्दै जाँदाखेरि गरेको हो, म अध्ययन गर्दै गर्दैन। पढ्दैन पढ्ने देख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमाथि छर्लङ्गै पारेको। चुनाव लड्ने कि नलड्ने? म नलड्ने, 70 वर्ष। होइन, पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? तपाईँलाई युवाहरूले बोलाए? अरे घाटमा जाउन्जेलसम्म चाहिँ, प्राण नजाउन्जेलसम्म चाहिँ, त्यहाँ नजलुन्जेलसम्म कुर्सीमै बसिरहनु। मन्त्री परिषद कहिलेसम्म विस्तार हुन्छ? सुशीला कार्की देख्नुभयो होइन? बसेर पिसा फेरेर उठ्न सक्दिनन्, के को देश चलाउनु? अनि तपाईँको केपी ओलीलाई हटाएर अहिले चुनावको कुरो गर्छन्, त्यही केपीले गराइहाल्थ्यो नि चुनाव। यिनीहरूले भ्रष्टाचारीलाई धुन्न सके। म प्रधानमन्त्री भएको 24 घण्टामा नि 400 मान्छे त पृथ्वीमा हुँदैन थिए। फागुन 21 को चुनावै हुन दिँदैन। अमेरिकाका ब्याङ्कको आधा सम्पत्ति मेरै हो। कम्बोडियामा 32,000 करोड, 21,000 करोड डलर। के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडैसँग, अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले, अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। 23 र 24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? 23 र 24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो। मैले निशुल्क गराउँछु भनेर मैले बोलेर के हुन्छ? पैसा कहाँबाट ल्याउनु? हिमालको हिउँलाई पैसा बनाऊ, माटोलाई चाहिँ पेलेर पैसा बन्दैन। Thank you so much for watching. For more video, please like, share, subscribe, and I don't know what. Bye.